फेरि आइस दोहोऱ्याएर अब काँचो मकै खाएर जाने मकैको खाएर जाने भए मात्रै छ, अरू छैन केही पनि। चना सिद्धिसक्यो, रोटी सिद्धिसक्यो। के त्यहाँ रोटी छ। अहिले कान्छेले नखाइकन छोडेर गएको रोटी छ, खा टिपेर। हैरान भइसकेँ म यसो र उसो गर्दा गर्दै। हो त्यो खाऊ, कान्छेले नखाइकन गएको है। अब भित्र आउने होइन है कहिले। के त्यो रोटी नखानु, त्यो रोटी नखानु, त्यो रोटी खाएर जाऊ। ए भगवान् ओ मालिक साहेब अर्को नि आइपुग्यो। रोटी खाऊ न, रोटी खाऊ, रोटी खाऊ। त्यो दुध खाऊ न त नभए। रोटी खाएर जा कान्छे, अहिले तैँले छोडेको। कान्छे रोटी खाएर जा। हिजो पकाएको रोटी त हो, के भयो र। कान्छे रोटी खाऊ ल। हो त्यो एउटा टुरा खान्छ ल, एक टुरा रोटी अहिले भर्खर खाँदै होइन। ल जाऊ, तिमीहरूको घर हो यो, हो तिमीहरूकै घर हो यो, हो जाऊ। मलाई चाहिँ आज कान्छे देखेर अस्ति पनि सोझीको बच्चालाई कस्तोसँग त्यो आमा चाहिँ अलि तल बोक्छ नि च्यापेर, त्यस्तै बोकेर हिँडेको थियो बिहानमा। आज चाहिँ यिनीहरू माथि बसेर रहेछन् कि छतमा। छुच्ची र ढेडेलाई चाहिँ देखेँ, यिनीहरूलाई चाहिँ देखिनँ। कस्तोसँग बोकेर हिँडेँ उहाँ सोझी, उहाँ अरूसँग हिँडेर आफ्नो बच्चालाई यसले बोकेर हिँडेर कति माया लाग्यो। बिहानै मैले सिँगै गिलो रोटी दिएँ, चना दिएँ। अब अहिले नि चना रोटी खाएँ। ल यस्तो फोहोर गरेर जान्छ भयो।